संविधानले जे परिकल्पना गरेको हो त्यसअनुसारको तादम्यता हामीले मिलाउन नसक्दा जे लेखिएको छ, जे संविधानले परिकल्पना गरेको छ, जे जुन यसको वास्तविक अवधारणा हो नि त्यसअनुसारको प्रबन्ध गर्न नसक्दा, त्यसअनुसारको काम गर्न नसक्दाखेरि चाहिँ हामीमाथि नैतिक प्रश्नहरू धेरै गरुङ्गा भनेर उभिएका छन्। जस्तै देश सङ्घीय संरचनामा गइसकेपछि चाहिँ प्रदेशले चाहिँ कार्यकर्ताहरूलाई चाहिँ भर्ती गर्ने केन्द्र जस्तो बनायो होइन, खर्च मात्रै बढायो भन्ने किसिमले जुन आक्षेपहरू लगाइरहेको छ नि, त्यसलाई चाहिँ न्यूनीकरण गर्न अथवा प्रदेशको संरचनामाथि जुन किसिमको प्रश्नहरू उठिरहेको छ, तपाईँहरू जस्तो सांसदले चाहिँ त्यसलाई न्यूनीकरण गर्नलाई चाहिँ कस्तो भूमिका खेलिरहनु भएको छ? प्रदेश सभाभित्र हामीले जनताले जे प्रश्न उठाइरहनु भएको छ त्यसकै आधारमा हामीले छलफलहरूलाई त्यतापट्टि केन्द्रित गराउनका निमित्त आफ्नो ठाउँबाट प्रयास गरिरहेका छौँ। जस्तो कि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका बीचमा हुनुपर्ने र जे अन्तर्सम्बन्धको, सहकार्यको, सहअस्तित्वको कुरा हो, त्यसमा जे कुराहरू जहाँनिर ग्यापहरू छ, जहाँनिर जुन ढङ्गले हुनुपर्ने भइरहेको छैन, त्यस विषयमा प्रश्न उठाएका छौँ। प्रधानमन्त्रीको अध्यक्षतामा हुने संरचनाको बैठकहरू राख्ने कुरादेखि प्रदेश मुख्यमन्त्रीजीको अध्यक्षतामा हुने अर्को संरचनाको बैठक राख्ने कुरादेखि स्थानीय तहसँग, प्रदेश र स्थानीय तहसँग बिचको सम्बन्ध, प्रदेश र सङ्घीय सरकार बिचको सम्बन्ध, जहाँनिर कानुनी अडचनहरू छन् त्यसलाई प्रष्टता पार्ने र अगाडि बढ्ने भन्नेमा हामीले प्रयासहरू गरिरहेका छौँ। तर जति धेरै जुन ढङ्गले हुनुपर्ने हो त्यस ढङ्गले अगाडि हुन सकिरहेको छैन।